देउवासँग अब दुईवटा मात्र विकल्प छन्। कि त गगन थापालाई माला लगाएर स्वागत गर्ने, कि त नयाँ पार्टी खोलेर वृद्धाश्रम चलाउने। कांग्रेस अब देउवाको प्राइभेट कम्पनी रहेन। शेरबहादुर देउवाको राजनीतिक जीवनमा यति ठुलो हरिबिजोग कहिले भएको थिएन। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निकाल्ने र कारबाही गर्ने सपना देख्दा देख्दै देउवा आफै कसरी सडकमा पुगे। आजको भिडियोमा हामी त्यो नाङ्गो सत्य खोल्दैछौँ जसले बालुवाटार र बुढा नीलकण्ठमा रुवाबासी चलेको छ। देउवा अब नेपाली कांग्रेसको सभापति होइनन्, उनी पूर्व सभापति भइसके। आफूलाई अझै पनि शेर सम्झने देउवा अब पार्टीविहीन बनेका छन्। गगनलाई कारबाही गर्ने पत्र लेख्दा लेख्दै देउवाको आफ्नै कुर्सी कसरी गायब भयो। भिडियो अन्त्यसम्म हेर्नुहोस्। देउवाको पतन र गगनको उदयको यो सनसनीपूर्ण कहानी सुनेर तपाईका रौं ठाडा हुनेछन्। के शेरबहादुर देउवाले नेपाली जनतालाई अन्धो ठानेका हुन्? ढिकुटी मण्डपमा लाखौं जनताको सागर उर्लियो। देशले मात्र होइन, विदेशमा बस्ने लाखौं नेपालीले सोशल मिडिया र लाइभ टेलिभिजन मार्फत विशेष महाधिवेशनको भव्य दृश्य हेरे। त्यो जनलहर, त्यो उत्साह र त्यो परिवर्तनको हुरी। तर लाजमर्दो कुरा, त्यही महाधिवेशनलाई देउवा पक्षले भएकै छैन भनेर निर्वाचन आयोगमा पत्र बुझाएको छ। यसलाई भनिन्छ दिउँसै रात पार्ने प्रपञ्च। संसारले देखेको सत्यलाई देउवाको एउटा कागजको टुक्राले कसरी छोप्न सक्छ? लाखौं कार्यकर्ताले हात उठाएर गगन थापालाई नेता मानिसके, तर देउवा अझै बालहाट गर्दै भन्दैछन् म नै हुँ राजा। यो देउवाको भ्रम मात्र होइन, यो उनको राजनीतिक विसर्जनको अन्तिम छटपटी हो। देउवा पक्षले सुटुक्क आयोगमा पत्र त बुझायो, तर त्यो पत्र अब रद्दीको टोकरीमा जाने पक्का भएको छ। किनकि निर्वाचन आयोग अन्धो छैन। आयोगलाई राम्रोसँग थाहा छ विशेष महाधिवेशन वैधानिक रूपमा सम्पन्न भइसकेको छ। कानूनका जानकारहरू भन्छन् अब गगन थापालाई नेपाली कांग्रेसको सभापति बन्नबाट रोक्ने तागत कसैसँग छैन। देउवा पक्षले जतिसुकै रोइ कराई गरे पनि कानूनी रूपमा विशेष महाधिवेशन सदर भइसकेको छ। देउवाको त्यो पत्र जसमा महाधिवेशन भएकै छैन भनिएको छ, त्यो केवल हाँसोको पात्र बनेको छ। जनताको म्यान्डेट र आयोगको नियम दुवै गगनको पक्षमा ढल्किसकेको छ। बिचरा शेरबहादुर देउवा गगन र विश्वप्रकाशलाई पार्टीबाट निकाल्न खोज्दा आज आफै अनागरिक जस्तै अपार्टी बन्न पुगे। उनी अझै बुढा नीलकण्ठमा बसेर आफूलाई सभापति ठानिरहेका छन्, तर बाहिर दुनियाँ बदलिसक्यो। कार्यकर्ता गगनको भइसके, पार्टी कार्यालय गगनको भइसक्यो र अब चुनाव चिन्ह रुख पनि गगनकै हुने निश्चित छ। देउवासँग अब दुईवटा मात्र विकल्प छन्। कि त गगन थापालाई माला लगाएर स्वागत गर्ने, कि त नयाँ पार्टी खोलेर वृद्धाश्रम चलाउने। कांग्रेस अब देउवाको प्राइभेट कम्पनी रहेन, यो लाखौं कार्यकर्ताको ढुकढुकी बनिसक्यो।